नमस्कार। मकर राशि हजुरहरुको पुष महिनाको राशिफल सुन्नुस् है त। त्यस्तै हजुरहरुको जो कोही नजिक आफन्तको व्यक्ति मकर राशिको हुनुहुन्छ भने यो भिडियो उहाँहरुसम्म चाहिँ शेयर गरिदिनु होला, किनकि शुक्र ग्रह अस्त छन्। शुक्र ग्रहको अस्तको कारणले गर्दा पुष महिना अलिकति विशेष छ पुषको राशिफल है त। मकर राशिको लागि 6 8 12 भाव व्यक्ति भइदिएकाले कनेक्सन भइदिएकाले अलिकति अप्ठ्यारो समय छ के हजुरहरुलाई। अचानक झन्झट आइपर्न सक्छ हजुरहरुलाई है त। सचेत हुनु होला। हजुरले पाइला पाइलामा सचेत भएर हिँड्नु भयो भने वर्षभरिकै सबभन्दा राम्रो महिना पुष महिना बन्न पनि सक्छ मकर राशिलाई। त्यही भएर होशियार बन्नु होला। 1 र 8 भाव कनेक्सन गरिदिएकाले गोप्य तरिकाले गरेको काममा लाभ हुन्छ हजुरलाई। आफ्नो योजना छताछुल्ल गर्नुभयो, सबैलाई सुनाउने, यसलाई भेटेन सुनाउने, उसलाई भेटेन सुनाउने, मैले यस्तै गर्दैछु त्यस्तो गर्दैछु भन्दै हिँड्न थाल्नु भयो भने हजुर चाहिँ अब बिहालाई हुन्छ पता नै हुनुहुन्छ। तर हजुरले आफ्नो गोप्य तरिकाले काम गर्नुभयो, कसैलाई सुनाउनु भएन, आफ्नो मेहनत गरेर राम्रो योजना बनाएर काम गर्नुभयो भने हजुर मालामाल है त। त्यस्तै गोप्य सम्बन्ध र अनैतिक सम्बन्धबाट बच्नु होला। 6 8 12 भाव व्यक्ति भएको छ, गोप्य सम्बन्ध र अनैतिक सम्बन्ध बढ्न सक्छ, त्यसबाट बच्नु होला है त। त्यस्तै अहंकार र घमण्ड बढ्ने महिना पनि हो, नियन्त्रण गर्नु होला। आफ्नो घमण्डलाई नियन्त्रण गर्नुभयो, काबुमा राख्नुभयो भने एकदम राम्रो छ। दैनिक योजना बनाएर काम गर्नु होला है त। हरेक दिन रुटिन बनाएर काम गर्नु होला। आज बिहानदेखि बेलुकासम्म म यसरी काम गर्छु भनेर रुटिन बनाउनु, अनि त्यही अनुसार जानुभयो, रुटिन फलो गर्नुभयो भने हजुरको सफलतालाई कसैले रोक्न सक्दैन। अनि त्यहीमाथि प्रतिस्पर्धामा विजयको योग छ, शत्रुमाथि विजयको योग छ। जागिर र काममा हजुरलाई लाभ हुने, मान प्रतिष्ठा बढ्ने योग छ। यी तीन कुरा योग भएकाले हजुरले काम जति गर्नुहुन्छ त्यति सफल हुनुहुन्छ। मकरलाई कसैले पनि लडाउँछु पछाउँछु गिराउँछु भनेर नसोच्दा हुन्छ, किनकि यिनीहरूको 6 8 12 भाव व्यक्ति भएको छ, शत्रुमाथि विजयको योग भएको छ। अचानक खर्च बढ्न सक्छ हजुरहरूलाई, धेरै सोच आउन सक्छ मनमा, अनिद्राको समस्या आउन सक्छ, ख्याल गर्नु। प्रेम सम्बन्धमा खटपट हुन सक्छ अचानक, वैवाहिक सम्बन्धमा पनि अचानकै खटपट हुन सक्छ। आजसम्म राम्रै थियो, भोलि फ्याट नराम्रो भइदिने, 3 मिनेट अगाडि राम्रो थियो 3 मिनेट पछाडि खटपट भइदिने, यी कुराहरू हुन सक्छ। त्यस्तै पुरानो ऋण भयो तिरिन्छ है त हजुरहरूले। पुरानो ऋण भयो तिरिन्छ। अनि बैंकिङ क्षेत्रमा जो जसले काम गर्नुहुन्छ हजुरहरूले राम्रो छ। बैंकिङ क्षेत्रमा अब बैंकिङ क्षेत्र लोन लिने दिने काम गर्नु भएको छ भने पनि राम्रो छ। बैंकिङमा जागिर गर्नेलाई राम्रो छ। पुरानो ऋण भयो तिरिन्छ। जागिरेलाई राम्रो छ, तर व्यापारीहरूलाई भने अलिकति सङ्घर्षको समय छ। व्यापारमा सोचे अनुसार लाभ नहुन सक्छ। जागिरेलाई राम्रो छ। स्वास्थ्यमा खर्च हुन्छ, तर स्वास्थ्य पनि राम्रो हुन्छ है। स्वास्थ्यको लागि खर्च हुने भयो, स्वास्थ्य राम्रो हुने भयो। सकभर दैनिक रूपमा शनिबार मन्दिर जानु होला, तिलको तेलमा दियो जलाउनु होला, दियो बाल्नु होला है त। त्यस्तै गरिब र मजदुरलाई कम्तीमा नि हप्ताको एकपटक एक छाक पेट भराइदिनु होला, गरिब मजदुरलाई है त। त्यस्तै घरको करेसाबारीमा काम गर्ने मन लाग्नेछ, घर चट्ट सजाउन मन लाग्नेछ, घरभन्दा बाहिरको वातावरण करेसाबारी है त। त्यस्तै वैदेशिक रोजगारमा हुनेलाई राम्रो छ, आयात निर्यातको काम गर्नेलाई राम्रो छ है त। त्यस्तै अनि हजुरहरूलाई चाहिँ सकभर धेरै सचेत भएर काम गर्नुभयो भने राम्रो हुन्छ। रातिमा धेरै निद्रा पुर्याउनु